माइन्ड ट्राभल्समा फेरि पनि स्वागत छ। आज हामी जाँदैछौँ किर्कोनोमीमा हाइकिङको लागि। ओहो घाम लाग्यो कस्तो चर्को। यो चाहिँ सनग्लासेसको काम गर्छ भनेको थाहा छैन, अब एकछिन घाममा राख्ने अलिअलि काम गऱ्यो, धेरै काम गरेन। हाम्रो यात्रा सुरु भएको छ सिपुलिङ रान्ता भनेको। अब त्यहाँ प्याज सक्यो भनिरहनु भएको थियो। प्याज टिप्न गएको सिपुलिङ रान्तामा गएर प्याज मसलातिर जानेछौँ। कहाँ छ रिपुतोली? के हो रिपुतोली भनेको? झोलुङ्गे पुल, झोलुङ्गे चियर अरे नि त रिपुतोली। सुडेन्ती नुइमा रान्ता भनेर लेखेर छ। सिपुलिन्तीमा भएको भएर सिपुलिङ नुइमा रान्ता भनेर लेखाउँदो रहेछ। उसमा चाहिँ गुगल म्याप्समा चाहिँ यो चाहिँ बुक गर्नु नहुने खाजा जस्तो छ। ऊ त्यहाँ छ नि त फायर ग्रिल गर्ने ठाउँ। राम्रो छ ठिकै है, राम्रो होला ठाउँ। आग गर्न नपाउने, कुकुर ल्याउन नपाउने, फिसिङ गर्न नपाउने, बेसी स्विमिङ गर्न पाउने होइन। त्यो त घरको घरवाला श्रान्ता सबै छ। हिँड्दो रहेछ तर हिँड्दो हिँड्दो रहेछ जाने ठाउँ चाहिँ। तर बिचको पार्ट चाहिँ अलिकति छ अरे भर्खर। फेरि यहाँको सब चारहरू काटेको छ। फेरि यस्तो वेदर छ कि फिनल्यान्डको, घाम लाग्ने बित्तिकै एकदम चरक्क तातो हुन्छ। त्यो अलिकति बादल आउने बित्तिकै यस्तो चिसो भइदिन्छ होइन। जुनसुकै बेला होस् क्या समरको टाइममा एकदमै चिसो हावा चल्ने, चिसो हुने प्लास्टिक त्यो ठाउँमा चुरुट चाहिँ नखाइदियो भने सफा गर्दा पनि सफा भएन। फाँसी रहेछ फेरि देखाएर यस्तो देख्यो भने दल जस्तो रहेछ क्या। त्यही भएर पाल्नु नहालेको। तर कति पुग्नु भन्ने कुरा होइन। त्यही त राखे त हुने, यता पुरै सही दाम बेचिन्छ। के हो त्यो ल मान्छे के बहुत कर पहिले पुरानो हरियाली भएको थियो। नेक्स्ट डेस्टिनेसनमा आइपुग्यौँ।
मान्छे गुडीगुसी आउन चाहियो होइन तर एउटा कुरा के स्योर भइएन भने यो चाहिँ व्यक्तिगत भन्दा नि व्यक्तिगत हो कि सामुदायिक सामुदायिक हो भन्ने कुरा चाहिँ किन यिनीहरूले पनि ढुङ्गा बनाउने ठाउँहरू पनि देखिँदाखेरि चलिरहेछ पुरै हामी सेकेन्ड डेस्टिनेसनमा पनि आइपुग्यौँ मजाको ठाउँ रहेछ तर डरै आउनु परेको छ प्राइभेट हो कि जस्तो पनि देखाएको छ कति धेरैहरू म्यापमा चाहिँ यहाँ पुरै उनी हुन्थ्यो कि के अरे के भन्छ ढुङ्गै ढुङ्गा थियो त्यो भएर चाहिँ प्रब्लम हो कि भनेर क्वेसन होइन के हो ठाउँमा यो तर त्यही त हो हावा धेरै लाग्छ अनि धेरै बेर बस्न सक्ने नै अवस्था रहेन किनकि यता कतै प्राइभेट भनेर पनि देखाएको छ त्यही भएर अब हामीबाट चल्दिन्छौँ यहाँबाटको अर्को डेस्टिनेसन भनेको चाहिँ किर्कुनुमी चर्चमा जान्छौँ कि भन्ने कुरा बट नट स्योर हेरौँ जान्छ कि जाँदैन अब यताबाट maybe Kirkunumi Church. Ready, let's set go. Jump Kirkunumi Church. हामी आइपुग्यौँ चर्चमा किर्कुनुमीको किर्को पनि आइपुग्यो सेन्टर हो यहाँ हाट पनि लागेर छ अनि पछाडि चर्च पनि छ यहाँ के इभेन्ट पनि छ यहाँ अब बिहे हो कि मान्छेको अन्तिम संस्कार हो भनेर चाहिँ सोच मग्न छ नि आउँछन् किन नआउनु हामीसँग सद्भाव छ के श्रद्धाञ्जली छ के शुभकामना छ दुईटामा दुईटै कुरा छ अब त्यो समय परिस्थिति हेरेर बाहिर किनेको छैन भने मिल्छ होला देखेको चर्च भयो क्रस भयो
Samoin hän otti maalle ja kiitti ja sanoi, ottakaa ja juokaa tästä te kaikki. Tämä oli uusi liitto minun veressäni, joka vuodetaan teidän puolestanne syntien anteeksi antamiseksi. Niin usein kuin te siitä juotte, tehkää sitä muistuksi. Armollinen Isä, me tahdomme täyttää tämän käskymme, viettää pyhää ehtoollista voitosi muistuksi. Ja niin julistaa hänen kuolemansa, kunnes hän tulee. Me rukoilemme sinua, lähetä pyhää henkesi Isä, pyhän hengen yhteydessä. Kunnia ja kirkkaus. Amen. फिन्ल्यान्डमा आएर बच्चाहरू हो अगाडि फिन्ल्यान्डमा आएर फिनिस बच्चाहरूको व्रतबन्ध पनि हेरियो होइन कन्फर्मेसन हेरियो अब हामी एउटा पुलिसतोमा गएर चटो लाएर बसेर होइन चासा खाने भनेर विचार गर्दैछौँ। चिसो चिसो लाग्यो अरे यताबाट अगाडि त्यता मान्छे दुईवटा चिप्स उतातिर आफू पोखेर लिएर दुईतिरबाट दुईवटा हाँस राख्दै हामी यता छौँ होइन अझ पुरै उतातिर फर्काएर Okay, what's next? तिनीहरूमा जाँदाखेरि कोही याद आउँदैन भेसी मैदान हेर्दा नानी मैदान लग्यो भरे कति चाहिँ कुन बेला चाहिँ त्यो खाइसक्नु पायो त्यो 3 किलोको पो थियो त होइन एउटा आइयो नि जानु बित्तिकै बाटोमा त्यो खाएपछि कम हल्का भयो ए साथी चकवन नभएर ढुङ्गामा फुटाएर खाएको ढुङ्गामा फुटाएर खाएको